हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। दिस इज मी वर्षा। साथीहरू सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आज न्यू दिन सँगसँगै न्यू भ्लग लिएर आएको छु म चाहिँ। आज मेरो भ्लग के को हो भने साथीहरू, आज चाहिँ हामीहरू टिचरहरू, लेडिज टिचरहरू चाहिँ हामीहरू गइरहेको छौँ, गढी मन्दिर गइरहेको छौँ। त्यहाँ एकदम दर्शन गर्नलाई, दर्शन अनि यसो नर्मल्ली के त्यहाँ घुम्न भनेर गइरहेको छौँ। म चाहिँ रेडी भइसकेको छु र म र मेरो नानीलाई लिएर जान लागेको छु। आज त्यसैको भ्लग हुनुहुन्छ, हेरेर साथ सपोर्ट गर्नु होला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। ल अब भिडियो स्टार्ट गरौँ है त। अब हामीहरू यहाँबाट जान लागेको छौँ, म र छोरी, अनि सानी मिसकोमा गएर अनि बल्ल त्यहाँदेखि जान्छौँ। मलाई थाहा छैन नि त यताउति बाटोहरू यताउति, अनि त्यही भएर उहाँसँग जाने। अनि त्यहाँदेखि सानी मिसलाई भेटेपछि उहाँले फेरि लैजानुहुन्छ म्यामहरू भेला भएको ठाउँमा। अनि त्यसपछि त्यहाँदेखि जान्छौँ। ल हेरेर साथ सपोर्ट गर्नु होला है त। ल म यस्तो देखेको छु आज चाहिँ है, जुत्ता लगाएर है यस्तो देखेको छु। गर्मी धेरै नै छ हाम्रो हेटौडामा। हजुरको उतातिर कस्तो छ गर्मी छ कमेन्ट गर्नु होला, धेरै छ कि थोरै छ भनेर है त। साथीहरू हामीहरू जाँदैछौँ। हामीहरू साथीहरू यहाँ आइपुगेको छौँ। के गरे भैरव स्थान भन्ने के भन्छ हो त्यो ठाउँमा आएको छौँ। हामीहरू यहाँ म्यामहरूलाई कुरिरहेको छ। अनि मेरो पछाडि ठ्याक्क हेटौडा कम्प्लेक्स छ साथीहरू। अनि यहाँ चाहिँ सानी मिस बिजी हुनुहुन्छ फोनमा, नबिना मिसलाई कुरा गर्दै हुनुहुन्छ। अनि मेरो यहाँ छोरी चाहिँ ल हेलो भनिदिनु सानी मिस, हामी कहाँ छौँ ल भनिदिनु। अहिले हामी कहाँ छौँ? अहिले हामी भैरव रोडमा। ल साथीहरू स्टे ट्युन है, हामी मसँग जोडेर बसिराख्नु होला। साथीहरू जुटेर हामीहरू सबैजना जान लागिसकेका छौँ। एक ठाउँमा भेला भएर हामीहरूको यात्रा सुरु भएको छ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो राम्रो भ्यूहरू, सिनहरू कस्तो राम्रो कि हरियाली नै हरियाली छ। फाइनल्ली गाइजहरू हामी मकनपुर गढी आइसक्यौँ। कस्तो राम्रो भ्यू आइपुग्यो। तोली म आउनुहोस् है। अब हामी मकनपुर गढी र साथीहरू हेर्नु कस्तो राम्रो भ्यू छ। आज आकाशमा पानी पर्न थालिरह, तर पानी चाहिँ परेको छैन। सो म चाहिँ अगाडि आइरहेको छु। उहाँहरू चाहिँ त्यहाँ फोटोसुट भइरहेको छ। हेर्नु न साथीहरू, उहाँहरू चाहिँ भर्खर हिँड्दै आउनु भएको के कुरा गर्नुभएको अझ उकालो छ। अनि अब सुरु पनि निदाइसक्यो, गाह्रो भयो। पछाडिबाट लक्ष्मीमा आउनुभएको। गाह्रो भएको छ, गाह्रो भइहाल्छ, अफकोर्स हो क्या। ल के हो यो? के हो? गुड हात्ती। हात्तीमा चढ्ने? गाली गर्नुहुन्छ होला है। छुबु हजुर केमा चढ्नु भएको अघि? ओ गुड। वाउ हेर्नु त वहाँ नि कति राम्रो है। ल हेर्नु साथीहरू, हामी मकनपुर गढी आइसक्यौँ। वाउ मूर्ति रहेछ, तर अब यहाँ ढाक्नु भयो। केही पछि थाहा हुन्छ खै को पो। पृथ्वी नारायण शाह, पृथ्वी नारायण। वाउ
कस्तो भइरहेछ शुभ राम्री कस्तो लागिरह दामी वाउ आज त पुरा मकवानपुर गरी घुम्नु भयो त हजुर त यहाँ तल लडिन्छ हस् लडिन्छ नि लडिन्छ बिस्तारै हिँड्नुपर्छ हस् हात पकाउनु मुखमा ब्याट ब्याट हुन्छ नि त्यो ब्याट ह्याबिट हुन्छ कति वर्ष हो शुभलाई थाहा नि त कुन महिनाको साउनको साउन कतिको 26 को भन न मेरो छोरी ल हाई गरिदिनु हेलो गरिदिनु हेलो हेलो गाइज वाउ कति राम्रो शुभ त के हो भेरी गुड डोको वाउ कति राम्रो डोको छ है ल हेर्नु साथीहरू हाम्रो गन्तव्य अब यहीँसम्मको लागि हो नवीना म्याम हुनुहुन्छ ल यहाँ हेर्नुपर्छ मिस दुईजना हामी कहाँ हिँडेको ल भन्नु हो आइसक्यौँ हामी आज चाहिँ कस्तो दामी हेर्नु न वाउ ओके हेर्नु न कति राम्रो भयो यहाँ चाहिँ हामीहरूको स्कुलको म्यामहरू हुनुहुन्छ सुबुजा म्यामसँग थियौँ सुबु चाहिँ अलराउन्डर हो कहिले म्यामसँग कहिले सानीसँग कहिले कोसँग हामीहरूले साथीहरूलाई भेटिसक्यौँ हाम्रो सुबु साथीहरू हामीहरू आफ्नो ग्रुपलाई भेटिसक्यौँ है ग्रुपलाई भेटेर हामीहरू उतातिर बस्ने ठाउँमै छैन साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो गढीको हामी गढीमा आएको यहाँ साथीहरू फोटो खिच्दै हुनुहुन्छ आज मौसम पनि पानी परे जस्तो गरे पानी हाम्रो खाजा खरबुजा हेलो गाइस हामी कहाँ आएको आज बालपट्टीमा गढी दरबार भन्नु गढी दरबार ओ गढी दरबार आज गढी दरबार हाई गरिदिनु हेलो गाइज वाटरमेलन खाँदै हुनुहुन्छ उहाँहरू एम्मी एम्मी थ्याङ्क यू ल सुरु गरौँ होइन यहाँ उता बस्ने मान्छेहरू राम्रा हुन् कि क्यामेरा राम्रो ल हेर्नु ल लसी म्याम पनि आइहाल्छ कमला म्याम ल हस् यसोले सताउला अनि मायासँगै बसौला ल
ए माथि बस्नुमा ऊ नम्रा म्याम साथीहरू हेर्न सक्नुहुन्छ भ्यू माथिबाटको भ्यू यहाँ सानी मिस टिकटक बनाउँदै हुनुहुन्छ शुभ यहाँ छ पानी पर्न लागिसक्यो साथीहरू परिसक्यो छिमछिम हेर्नु साथीहरू पानी परेर बिजोग रमाइलो भयो यहाँ पानी पर्यो हेर्न सक्नुहुन्छ पानको पात माया तिमीलाई सम्झन्छु दिनको हेर्नु साथीहरू आज गडी घुम्न आएको पानी परेर यहाँ हामी रमाइलो गर्दैछौँ गीत गाएर अनि नाच्दै हुनुहुन्छ म्यामहरू सो गाइस हेर्दै गर्नुहोला नाचेको राम्रो छ पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ दिस म त भिजे माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ दिस वाउ हेर्नु इन्द्रधनुष साथीहरू घाम लाएर पानी पर्यो त्यही भएर पानी परेर घाम लाएर शुभ रेनबो है साथीहरू रेनबो हेर्नु न वाउ आउँछ केला भन्नु हेर्नु हेर्न सक्नुहुन्छ रेनबो यता हेरिदिनु न यता एकचोटि हेलो साथीहरू अब हामी चाहिँ पानी पर्यो खाजा पनि खायो त्यसपछि यस्तो छ मौसम अनि हामी घर जान थालेको पानी परेपछि साथी पानी परेपछिको मौसम हेर्न सक्नुहुन्छ कस्तो राम्रो आएको छ हात्ती गइसक्यो हाम्रो साथीहरू यता हुनुहुन्छ यता हुनुहुन्छ
माथितिर हुनुहुन्छ साथीहरू। गढी दरबारको दर्शन गरेर आयो। रमाइलो भयो जे होस्। साथीहरू हेर्नु सक्नुहुन्छ कस्तो उकालो ठाडै उकालो कस्तो कि सक्नुहुन्छ डाँडा ब्युटिफुल ब्युटिफुल गर्ल हिँड्दै हुनुहुन्छ। साथीहरू हामीहरू चाहिँ यहाँ खाजा खाना आएको, म र सानी मिस आएको छौँ खाजा खानालाई। अरूहरू साथीहरू माथि नै हुनुहुन्छ। म सानी मिस र मेरो छोरी आएको छौँ। अनि म भेज मोमो खाने, सानी मिस चिकन मोमो खाने। मोमो आयो, भेज मोमो आयो। सुले मोमो खान्छु ल भन्दैछिन्। अब हामी फर्किँदैछौँ। हामी चाहिँ अब फर्केको साथीहरू अब हामीहरू घर फर्किँदैछौँ। ल साथीहरू, थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई।